म केपी शर्मा ओलीको झोले ऋषि धमला भन्नुस् ऋषि कि धमला, होइन भन्नुस् दुईटामा एउटा कुरा तपाईँ भन्नुस् विद्यार्थी हुँदाखेरि चिने आउनाले होइन। तपाईँले बोलाएर आए र अबदेखि उपरान्त तपाईँले मलाई नबोलाउनुस्। होइन तपाईँलाई म बोलाइरहेको छु तपाईँको गाली खानुको निम्ति जन्म हो र म मैले कहाँ गाली गरेको तपाईँको मैले साथमा सम्मान गरेको छु आज एउटा कुरा घोषणा गर्न सक्नुहुन्न म एमालेको झोले भने भन्नुस् कि म केपी शर्मा ओलीको झोले मैले के भन्नुस् भन्ने कि तपाईँले सिकाउने हो कि केपी शर्मा मैले के ओलीको भन्ने झोले होइन तपाईँले भन्नुस् न त ल को हो भन्नुस् तपाईँ? भन्नुस् न मलाई जनतालाई सिकाउने तपाईँ को हो? होइन तपाईँले आज मलाई जनतालाई सिकाउने भन्नुपर्छ तपाईँ को हो? मैले तपाईँलाई भनिरहेको छु केशव बरालजी तपाईँ एउटा निर्णय गर्नुहोस् म केपी शर्मा ओलीको झोले हो या होइन भन्नुहोस् न त्यति भन्न तपाईँले सक्नुहुन्छ जे होला त्यही गर्ने मान्छे भन्ठान्नु भएको छ मलाई। तपाईँले मलाई चिन्नु रहेछ। तपाईँसँग भेटघाट हुन थालेको 45 वर्ष होइन भइसक्यो। तपाईँलाई म चिन्छु केशव बरालजी राम्रोसँग चिन्छु तर मैले तपाईँलाई आग्रह गरिरहेको छु तपाईँ एमालेको झोले हो भनेर भन्नुभयो हो मैले त्यस्तो भनेको छैन। मैले भन्छु सम्पूर्ण नेपालीले 3 करोड नेपालीले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र र वर्तमान संविधानको रक्षाको निम्ति झोला बोक्न तयार हुनुपर्छ 3 करोड नेपाली जनताले। त्यसै गरी चाहिँ र नेकपा एमालेका पार्टी सदस्य, जनसङ्घका सबै नेता कार्यकर्ताहरू र सम्पूर्ण नेकपा एमालेका मतदाताहरूले एमालेलाई सबल, सक्षम, प्रभावकारी र व्यवस्थित बनाउनुको निम्ति त्यसको निम्ति कसिएर अगाडि बढ्नुपर्छ। त्यसको लागि झोला बोक्नुहोस् त्यो ठिक छ तर कुनै व्यक्तिको झोले हुनु पर्दैन। त्यसो भए तपाईँले आजबाट घोषणा गर्नुभयो केपी शर्मा ओलीको झोले होइन भनेर व्यक्तिको झोले म कसैको पनि होइन, कहिले पनि होइन, आज मात्र होइन। त्यसो भए तपाईँ केपी शर्मा ओलीको झोले भनेर चिनिन चाहनुहुन्न यस्तो तल्लो तहको कुराकानी हो भने मलाई नजाक्ने गर्नुहोस्। होइन तपाईँले एकदम मेरो तपाईँले कोसँग कुरा गर्दै होइन हुनुहुन्छ? देशको प्रधानमन्त्री भन्नुभयो एमालेको अध्यक्षले भन्नुभयो म एमालेको झोले भन्नुभयो अनि तपाईँलाई चाहिँ त्यो भन्न गाह्रो तपाईँकै पार्टीका नेता ईश्वर पोखरेल वैष्णव उपाध्याय उहाँले म एमालेको झोले भन्नुभयो केपी शर्मा ओलीको झोले भन्नुभयो विष्णु पौडेलले भन्नुभयो म एमालेको झोले केपी शर्मा ओलीको झोले विष्णु रिजालले भन्नुभयो म केपी शर्मा ओलीको झोले सबै नेताले भनिरहेको छन् शङ्कर पोखरेलले भन्नुभयो केपी शर्मा ओलीको झोले अनि तपाईँलाई चाहिँ म केपी शर्मा ओलीको झोले भन्न किन आपत्ति सम्पूर्ण नेकपा एमालेका नेता कार्यकर्ता समर्थक शुभेच्छुक मतदाताहरूले एमाले बलियो बनाउनुको निम्ति झोला बोकेर कसिएर अगाडि बढ्नुहोस् भन्ने कुरा चाहिँ म भन्छु र त्यही पंक्तिको एकजना मान्छे केशव बराल हुन सक्छ तर व्यक्तिको झोला बोकेर हिँड्दैन केशव बराल।